सबैलाई जय मसीह साथै नमस्कार। यहाँहरूलाई स्वागत छ र आज पनि हजुरहरूको माझ मैले परमेश्वरको वचन लिएर आएको छु र आज चाहिँ हामी लुका 18 को 15 देखि 17 सम्म पढ्नेछौँ। येशूले छोइदेऊन् भनी मानिसहरूले शिशुहरूलाई उहाँ कहाँ ल्याए, तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए। येशूले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्ने छैन। यो वचन हेर्दाखेरि जुन परमेश्वरले येशू ख्रीष्टले के भन्नुभयो भन्दा बालकहरूलाई चाहिँ म कहाँ आउन नरोक, किन भन्दा परमेश्वरको राज्य चाहिँ यस्तैहरूको लागि हो। परमेश्वरको राज्य भनेको चाहिँ नर्मली हामी बुझ्ने कुरा स्वर्ग हो। परमेश्वरको राज्य भनेको स्वर्ग हो र बालकहरू चाहिँ परमेश्वरको राज्य अथवा स्वर्ग जान सक्छन् रे बालकहरू चाहिँ, र परमेश्वरको राज्य चाहिँ त्यस्तैहरूको लागि हो। यो वचन हेर्दाखेरि अब कतिजनाले कसरी बुझ्नुहुन्छ भन्दाखेरि त्यसो भने बालकको लागि परमेश्वरको राज्य हो भने हामी त ठुलो भइसक्यो, अब हाम्रो लागि त होइन होला, त्यस्तो खालको मन पनि हुनसक्छ नबुझेको समयमा। तर यो वचनबाट चाहिँ के भन्न खोज्दै हुनुहुन्छ, म आज यो विषयमा हजुरहरूलाई म केही सेयर गर्न चाहन्छु। र यो वचन हेर्दाखेरि परमेश्वरले चाहिँ येशू ख्रीष्टले चाहिँ के भन्नुभयो भन्दा चेलाहरूले जुन रोक्न खोजेका थिए त्यो एकदम भिडहरू बच्चाहरूलाई त्यो आफ्नो आमा बुवाले टाउकोमाथि हात राखेर येशू ख्रीष्टले प्रार्थना गरिदिनु भनेर ल्याउँदाखेरि भिड भएर अनि चेलाहरूले रोक्न खोजेका थिए। तर येशूले के भन्नुभयो भन्दा बालकहरूलाई नरोक, किनकि परमेश्वरको राज्य यस्तैहरूको लागि हो, त्यसरी भन्नुभयो। र यो अनुसार हेर्दाखेरि परमेश्वरको राज्य चाहिँ बालकहरूको लागि हो। तर हामी त ठुलो भइसक्यो, त्यसो भए परमेश्वरको राज्य हाम्रो लागि होइन, यस्तो खालको मन पनि हुनसक्छ। तर त्यो होइन, किन भन्दा परमेश्वरले के भन्दै हुनुहुन्छ त, बालकहरू भनेको बालकहरू चाहिँ कस्तो हुन्छ त, बालकहरू भनेको चाहिँ जुन आमा बुवाले उनीहरूलाई सहायता गर्नुपर्छ जे कुरामा पनि, जन्मिसकेपछि अब पालिदिने कुरामा, खुवाउने कुरामा, लुगाहरू किनिदिने कुरामा, सबै कुरामा आमा बुवाले हेरिदिनुपर्छ। यदि आफैले गर्छु भनेर हिँड्यो भने पक्कै पनि बालकहरू मर्नुपर्छ। बालकहरू चाहिँ म गर्न सक्छु अथवा म आफै काम गरेर पालिन सक्छु भनेर त्यसरी हिँड्यो भने चाहिँ बालकहरू पक्कै पनि मर्नुपर्छ। तर बालकहरूलाई चाहिँ सबै कुरा आफ्नो आमा बुवाले गरिदिनुपर्छ, खुवाउने, नुहाउने, धुवाउने सबै, अनि लुगा लगाइदिने, फेरि विद्यालयमा पढाइदिने, कपी कलमहरू किनिदिने, सबै हेर्दाखेरि ठुलो नभएसम्म बालकको स्थानमा भएसम्म सबै कुराहरू बुवा आमाले गरिदिनुपर्छ। यो हेर्दाखेरि परमेश्वरले भन्दै हुनुहुन्छ हामीलाई कि आज स्वर्ग जानको लागि पनि तपाईँ हामीले केही गर्ने हो कि जसरी बालकहरूको लागि बाउ आमाले गरिदिनुपर्छ त्यसरी नै हामीहरूको लागि पनि येशू ख्रीष्टले गरिदिनुपर्छ। यदि हामी आफै गर्न सक्छौँ भने, यदि म आफ्नो कोसिसले मेरो कर्मद्वारा स्वर्ग जान्छु भन्न खोज्ने हो भने पक्कै पनि हामी मर्नुपर्छ। र हामी चाहिँ त्यो बालकको ठाउँमा नबसेको, बालकको ठाउँमा भनेको के हो भन्दा येशू ख्रीष्टले गरिदिनु पर्ने सबै कुरा। येशू ख्रीष्टले, मेरो कर्म राम्रो छैन, मेरो मन एकदम खराब छ, हरेक समय नराम्रो काम गर्ने त्यस्तो खालको मन छ, तर येशू ख्रीष्टले चाहिँ हाम्रो लागि आएर संसारमा क्रुसमा चढेर मर्दिनु भयो र हामीलाई सित्तैमा धर्मी र पवित्र बनाइदिनु भयो। हिब्रू 10:10ले, रोमी 3:24ले त्यसरी भन्छ हामीलाई। यो वचनको परमेश्वरले यो वचनमा येशू ख्रीष्टले यो वचनमा भन्नुको कारण के छ त, बालकहरूलाई म कहाँ आउन नरोक, किन भन्दा परमेश्वरको राज्य यस्तैहरूको लागि हो भनेको चाहिँ आज हामी पनि बालकको ठाउँमा बसेर मेरो कोसिसले म साँच्चै स्वर्गमा जान सक्दैन, परमेश्वरको राज्य भेट्न सक्दैन, तर मेरो लागि चाहिँ येशू ख्रीष्ट चाहिन्छ। येशू ख्रीष्ट जसले मलाई दया देखाउनु भयो, अनुग्रह देखाउनु भयो र मेरो सट्टा उहाँ चाहिँ बलिदान भएर मलाई सित्तैमा धर्मी र पवित्र बनाएर आज मलाई परमेश्वरको राज्यसम्म जान सक्ने गरी उहाँले बनाइदिनु भयो। त्यसकारण म चाहिँ बालकको ठाउँमा बसेर मलाई अनुग्रह चाहिन्छ, मलाई येशू ख्रीष्टले गरिदिनुपर्छ भन्ने ठाउँमा बस्ने भने चाहिँ बल्ल परमेश्वरको राज्य चाहिँ हामीहरूको लागि, हामी पनि जो बालकको ठाउँमा बस्छ, बालक साँच्चै गर्न सक्दैन बालकले, हामी पनि मेरो कोसिसले म
स्वर्ग जान सकिँदैन अथवा परमेश्वरको राज्यमा प्रवेश गर्न सकिँदैन, त्यसको लागि येशू ख्रीष्ट चाहिन्छ, मेरो बुवा, मेरो पिता चाहिन्छ। त्यसरी आफू चाहिँ बालाको ठाउँमा बस्ने हो भने बल्ल परमेश्वरको राज्य भेट्न सकिन्छ। हुन्छ, म आज हजुरहरूलाई यति नै भन्न चाहन्छु। पछि अरू भिडियोमा पनि हजुरहरूले हेर्नुभएको होला र हजुरहरूको मनमा केही वचनहरू विषयमा अलि नबुझेको जस्तो त्यस्तो छ भने हजुरहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ। होइन भने हामी वाट्सएप नम्बर छोड्छौँ माथि, त्यसमा चाहिँ हजुरहरूले कल गरेर व्यक्तिगत सोध्न पनि सक्नुहुन्छ। हुन्छ, अहिले चाहिँ यति नै। धन्यवाद।